र म चाहिँ आज यो के अरे लेकसेप धाम आएको छु हो। भित्र जान्दिनँ होला र हामी दुईजना छौँ हो। टुरिस्ट लिएर आएको। अब उनीहरूलाई घुमाउँदै यसो मैले पनि भिडियो बनाइहालेको है। 5 दिनको मात्रै होइन, 5 दिनको हो। 5 दिन गाउँ 6 दिन भइगयो छ। अब 3 दिन छ, 5 दिन ए 3 दिन भइगयो छ, अझै 3 दिन छ, 6 दिन पनि 6 दिन 5 days 6 days 5 nights। अब सबै जग्गा यो फुलहरू हराइ लुप्त हुँदै जान्छ। आइज न पार्छौँ गराउन आइज न भनेको लुप्त हुँदै जाँदैछ है। अब यो फुलहरू हराउँदै जाँदैछ। तर यहाँ चाहिँ स्थिर चाहिँ हामी छ हो मगाएको छ यहाँ तल। अब हिँड्नु है त्यसले गर्दा साह्रो माथि गरम भयो भने तल गएर यसो पानी खेल्न पनि भयो। हामी नै छ जग्गा है। हेर्नुहोस् तपाईँहरूलाई अब लेकसेप धाम कस्तो लाग्छ के लाग्छ कमेन्ट पनि गर्नुहोस् है। यसलाई यहाँ एकदम विश्वास गरेको जग्गा हो। त्यसले गर्दाखेरि चाहिँ आउनुहोस् तपाईँहरू, आउनुहोस् हेर्नुहोस् है। महादेवको प्रतिक्रिया हेर्नुहोस् होइन। मान्छेले कस्तो गरेर लगेको चिज पनि फर्केर आएको छ यहाँ है। महादेवको शिला लगेको थियो। तर अब भगवान् भनेको भगवानै हुन्छ। फर्केर फेरि कसैको थ्रुबाट यहाँ आएको छ। र आएर राम्ररी घुम्नुहोस् है। यहाँनिर अब यसो बाटोकै छेउमा छ, त्यस्तो टाइम पनि लाग्दैन। एकछिन दर्शन गर्दाखेरि हुँदैन, सबैलाई राम्रै हुन्छ होइन। अब यो जुत्ताहरू राख्नु जग्गा यस्तो छ यहाँ। छ दुःखहरू भने है बाटोले फलो गर्दैछ। जाऊ जय रामजी की। यहाँ पनि के बनाउँदै रहेछ अहिले। पहिला त थिएन यहाँ बजरङ्गबली मूर्ति। यहाँको कमिटीको मन्दिरहरू हो। उहाँहरू चाहिँ अब यहाँ बसेर काम गर्नेहरू है। कोही पढ्नेहरू कोही काम गर्नेहरू सबैजना छ। त्यहाँनिर त राम्रो छ हो। त्यसले गर्दाखेरि चाहिँ बेस्ट हो यो जग्गा। शान्ति क्या, एकदमै शान्ति छ। हो पारि हामी आएको बाटो अघि गाडी कुद्दैछ हो। यो चाहिँ बन्द गरेर राखेको रहेछ, किन हो त्यो चाहिँ थाहा भएन। महादेव मन्दिर यहाँ चाहिँ के अरे हाम्रो यस्तै चाहिँ खास महादेवको शिला चाहिँ त्यहाँ छ। शिवधाम भन्ने म त जान्दिनँ हो।